हले जिकिर गरिरहनु भएको छ। ठिक छ, उहाँलाई त्यस्तै भयो, म बुझाइदिन्छु। नजाने मान्छेले शिक्षक बनाएको रहेछ, व्यवस्थापन समिति के पार्टी भनेर त्यहाँबाट गर भनेर निकाल्दिए, मुद्दामा गए। अस्ति अदालत चलेर मुद्दा पनि जलेछ, आनन्दै भयो। जस्तो तपाईँहरूको गानामा जस्तो दोहोरी गीत हजुर 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 हेबाट सुरु हुन्छ क्या, हे हे दोहोरी गीत हेबाट हुन्छ, भोजपुरी हे आज म पहिलो पटक तमसोमा ज्योतिर्गमयमा सर्ट मात्रै लाएको छु। यो गर्मीका कारणले पनि हुनसक्छ, धरानका कारणले पनि हुनसक्छ, तर सबभन्दा ठुलो जो मान्छेसँग जसरी जुन भावभङ्गीमा संवाद गर्यो त्यसको संवादको त्यो निष्कर्ष झन् सरसपूर्ण हुन्छ भनेर तपाईँकै जस्तो पोसाक लाग्यो। कोट आज छैन मसँग। ठिक छ, चप्पल चाहिँ लाउनु भएको छैन। तपाईँलाई के आवश्यकता पर्यो कि तपाईँले प्राप्त गरेको त्यति महत्त्वपूर्ण मेडलहरू चाहिँ बिक्रीमै राख्नुपर्ने? पहिलो कुरा त त्यो मेडलले दुःख पाएको छ, रक्सी खानालाई बेच्न खोजे त होइन। धेरै पार्टीहरूकोमा धाउनुभयो, पार्टीहरूले पत्याएनन्, टिकट दिएनन्, अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने। ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त, धेरै पार्टीहरू तपाईँकोमा धाउनुभयो अनि तपाईँले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुनिन्छ। नत्र भने तपाईँको देश जलिरहेको सबै भागारे भाग भइरहेको बेला आउँछ, 500 किलोमिटर गाडी चढेर, चरा मुसा पनि थिएन बाटोमा, त्यस्तो क्या। सबै आर्मी नै आर्मी है, तर खोइ के काम गरियो, अनुहार देख्ने बित्तिकै छोडिदिइहाल्ने क्या। ₹1000 ब्याङ्कको खातामा राखेर राष्ट्रिय आविष्कार केन्द्र खोल्छु भनेर होइन, अनि उधुम मचाउने मूर्ख मान्छे म हो। अच्छा, मूर्खले आफूलाई मूर्ख हो भन्ने थाहा पाउँदैन रे, सरले आफूलाई मूर्ख भन्नुभयो, त्यसो भएर मूर्खलाई आफ्नो कुरा थाहा हुँदैन भन्ने कुरा हो होला, तर मलाई त पक्कै थाहा छ। मेरो खराब पानी छ, मेरो खराब पानी छ। अनि यस्तो छ, तपाईलाई अत्यन्तै तुच्छ नि सर, अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो। यदि तपाईँको उपमहानगरपालिकामा धरानमा कसैले भ्रष्टाचार गरेको प्रमाण तपाईँले भेट्नुभयो नि, लात्ताले दिइहाल्छु, त्यसपछि लात्ताले दिन्छु, लात्ताले बाङ हान्ने। कति लात्ता हान्नुहुन्छ? एक दिन्छु होला। र सरकारबाट यो पैसा आउने छाँट देखिएन, किनभने सरकारले ढुकुटीमा पैसै छैन भन्छ। अब ढुकुटीमा नभएको पैसा के चोरेर ल्यायो भन्नु त भएन सरकारलाई। उम्मेदवार होइन, एकछिनलाई बिर्सिनु, तपाईँ उम्मेदवार होइन, तपाईँ मतदाता हो र एउटा शिक्षित मतदाताको आधारमा तपाईँले चाहिँ अहिले चाहिँ मैदानमा उक्लिनुभएका 2 जना उम्मेदवारमध्ये 1 जना छान्नु पर्यो भने कुन छान्नुहुन्छ? केशव स्थापित कि सृजना सिंह? म भोटै हाल्दिनँ। मूर्खमा चाहिँ तपाईँको फोटो राखेको छ, विद्वानमा चाहिँ बालेन शाहको फोटो राखेको छ। मैले तपाईँको श्रमदान गरेर वर्ल्ड रेकर्ड राखेँ क्या, बालेनजीले पनि वर्ल्ड रेकर्ड राखेँ, ऱ्याप गाह्रो होइन। पैसा हुँदाहुँदै पनि, बुद्धि हुँदाहुँदै पनि होइन, पानी ल्याएर खान नसक्ने मान्छेहरू किन धरानमा बस्यो होला जस्तो लाग्छ मलाई। अन्तिममा ल निर्देशक निशल बस्नेत कि गायिका जान रातै म घरै जान्छु। र दम छ भने म भन्छु होइन, एक्लै चुनाव लडौँ न है। हर्क साम्पाङलाई 15 जना मिलेर पछारेर के गर्ने? सिङ्गल त छुनै नसक्ने रहेछ त। त्यो असल व्यक्ति ल्याउन काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त, स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो, त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। होइन घुस खाने छन्, घुस माग्ने छन्, म त लात्ताले दिइहाल्छु, भ्रष्टाचारी छन्, कमिसन खोरी छन्। अनि तपाईँको उपमहानगरपालिकामा कमिसन खोरीहरू छैनन्।
मेरो जानकारीमा आएको छैन, आयो भने लात हाल्यो, प्रमाणित भयो भने लात हाल्यो। लामले हानेर पुग्छ भ्रष्टाचारीलाई। दिने नै त्यही हो। दादी आविष्कार केन्द्रमा के भइरहेछ हजुरले हल्का ब्रिफिङ गरिदिनुहुन्छ कि भने? होइन, आविष्कार केन्द्रमा भएको कुराहरू त्यसै एक राउन्ड आफैले घुमेर हजुर हेर्दै जानु। बालिन सर अहिले जनतामाझ नआउनुको कारण के हुन सक्छ? अहिले मैले सबभन्दा नराम्रो पात्र यो देशमा भन्नुपर्छ पनि उहाँ नै हो। जस्तै उदाहरणको रूपमा 8 बजे पछाडि स्कुलहरू नखोल्नु भनेपछि स्कुल बस जति सबै 8 बजे थन्किन्छन् नि त। यो चिजहरूलाई चाहिँ व्यवस्थापन गाह्रो छ नि, बोले जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन, गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। त्यो अस्ति त्यो ताप्लेजुङमा दिएको एउटा वृद्ध दम्पति बुढाबुढी आएर दिएको हो, मैले चाहिँदैन भन्दाखेरि पनि होइन यो लिनुहोस् कि लिनुहोस् भने छोड्दै छोडेन त हो कि अनि झोलामा हालेर लिएर आएको। रोलेक्स हो के अरे त्यहाँ त्यही फोटो हेर न हो कि होइन त्यही। त्यसलाई बेच्नुहुन्छ कि के गर्नुहुन्छ तपाईँले? होइन त्यो बुढाबुढीले चित्त दुखाउला अहिलेलाई चाहिँ अहिले नबेचौँ भनेको। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिमा पनि सोध्नु भएको थियो। सोधेको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन है। त्यो भएर होला, त्यस्तो होला। महिला फ्यान घट्ने भन्दा त होइन। होइन त्यस्तो महिला फ्यान गायकहरूको त एकदमै महिला फ्यानहरू ज्यादा हुन्छ नि। जस्तै हजुरको त छोराछोरी नै हुनुहुन्छ, हजुरको महिला फ्यान कति धेरै हुनुहुन्छ? त्यो हिसाबले तपाईँ केही फरक परेको छ छैन नि? गजब बेइज्जती। त्यसको धरातल यथार्थ तपाईँले बुझ्नु भएको छ। तपाईँ आज यो माटोलाई छोएर माटोको कसम खाएर भन्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ ल्याउँदैन? यस्तो छ, मैले माटो छोइराख्नु पर्दैन, म आफै माटो हो। उम्मेदवारी दिएको भए राम्रो हुन्थ्यो नि त। पार्टी सिस्टमले लोकल इलेक्सनमा काम गर्न सक्दैन। जस्तै अब त्यो हाम्रो देशमा त अहिले पार्टी सिस्टमले काम गरिरहेछ। त्यही कुरा तोड्न खोज्दैछ। जस्तै उम्मेदवारी दिइसकेपछि तपाईँको चुनाव जित्न धेरै गाह्रो छ। गाह्रो छ, असम्भव छैन नि त। हुन त यसमा नस्लीय सोच हाबी भयो भन्ला नि, के भन्ला नि, अलिक त्यहाँ चाहिँ जातिवादी जस्तो देखियो भन्ने खालका कुराहरू आयो। त्यो छैन हजुर, बिल्कुलै छैन। को आउनु पर्ने आउँदा हुन्छ, वेलकम छ त, ढोका खुल्लै छ, ढोकै छैन हाम्रो त अझै। दुनियाँले मलाई थुकोस् फरक पर्दैन, तर मैले ऐनालाई थुक्नु नपरोस् भन्ने कुरा बुझ्नु पर्यो। जस्तै मलाई पोलिटिकल पार्टीहरूले भन्छन् हामी घर घरमा पुगिसकेका छौँ, हाम्रो घर घरमा हाम्रो क्यान्डिडेट छन्। मेरो पनि त घर घरमा मान्छे कान कानमा गीत त 12 वर्षदेखि पुगिसकेको छ नि त। आफ्नो प्रधानमन्त्रीको बारेमा भन्नुहुन्छ भन्नुहुन्न, सुशीला कार्की कस्तो हुन्छ भनेर? त्यो पनि भन्दैन। अब जस्तै गीतमा घुमाएर पनि छ, जस्तै उदित नारायण झाको कहिले तिम्रो पछ्यौरीमा अल्झे, कहिले तिम्रो चौबन्दीमा अल्झे, त्यो गीत चाहिँ सभ्य अरे। हाम्रो ऱ्याप ब्याटल चाहिँ असभ्य। अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि, यो टेक्नोलोजी त थाहा नभएको होइन होला? होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँ भित्रै पसेन क्या। जस्तो ठिकै छैन, यो चाहिँ ठिक छ, यो चाहिँ ठिक छ, यो ठिक छ। युजली प्राय चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तो ऱ्याप म पनि गर्छु। हजुर हजुर होइन हजुर, एकदमै म जस्तो ऱ्याप चाहिँ गरेर आउँछु क्या। जस्तो केही चक्लेटको पेपर ऱ्याप कि के कस्तो? इन अ मुड फर अनदर केही। तपाईँले 2 चोटि गराइसक्नु भयो, अब म गर्दिनँ, अब तपाईँको सुन्छु म एकचोटि। मेरो सुन्नुहुन्छ? हजुर। ओके। यो 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 सही हो, सही दामी। यो यो कसलाई सम्झेर लेख्नु भएको? हजुर, भाषण मात्रै गरेर हुँदैन क्या, भाषण त जसले पनि गर्छ नि होइन। ए रत्न पार्कतिर चाहिँ रुखमाथि चढेर पनि गर्दैन मान्छेले। आर यु कमेडी मी? सबै चिज भनेको सेतो टावर। सेतो टावर धरहरा होइन, तपाईँ धरहराको रूपमा यसलाई मान्यता दिन तयार हुनुहुन्न? म मात्रै होइन, यहाँ काठमाडौँवासी कोही पनि तयार हुनु। यो सिङ्क लाइक हुन्छ नि,
यस्तोको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ? यस्तो जस्तै हामीले ऱ्याप ब्याटलमा युज गरेको वर्डहरू भोकेबुलरिजहरू जुपिटरबाट ल्याएको त होइन होइन, मार्सबाट पनि होइन, प्लानेट अर्थबाटै हो ल्याएको होइन। स्टन्टबाजी भनेको चाहिँ कस्तो, केलाई चाहिँ स्टन्टबाजी भनेको? गफ गर्ने, काम नगर्ने, पब्लिसिटी खोज्ने हो। खोइ अरूको हकमा त म अब अरूको हकमा त बोल्न सक्दिनँ, तर मैले जति काम त अरू कसैले गरे जस्तो लाग्दैन।